आज चाहिँ हामी चाहिँ स्पेस एक्सको चाहिँ है त आइपिओ चाहिँ एप्लाई गर्ने तरिका चाहिँ यो भिडियोमा हेर्दैछौँ र म आफैले पनि एप्लाई गरेर देखाउने छु है त तपाईँहरूलाई। र सुरुमा राक्देन सोक्केनमा तपाईँले लगइन गर्नुहोस्। राक्देन सोक्केनमा एकाउन्ट छ भने बेस्ट, छैन भने तपाईँ जानुहोस् मेरो युट्युब च्यानलमा, जहाँ चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। यस्तो है त, म यहाँ देखाउँछु। मेरो युट्युब च्यानल तपाईँलाई थाहा छैन भने सुरुमा तपाईँ यहाँ जानुहोस्, यो नाम सर्च गर्नुहोस् है। यो नाम सर्च गरेपछि तपाईँले चाहिँ अलिकति तल प्लेलिस्ट भन्ने छ, अनि यो प्लेलिस्टमा चाहिँ यहाँ प्लेलिस्टमा क्लिक गर्नुहोस् र यो राक्देन भन्नेमा चाहिँ तपाईँले क्लिक गर्नुहोस् है त। र यति भएपछि मैले क्लिक गरेँ र क्लिक गरेपछि तपाईँलाई चाहिँ आउने, अब राक्देन एकाउन्ट छैन भने है त, राक्देन सोक्केनको एकाउन्ट छैन भने तपाईँलाई चाहिँ मैले यहाँ हेर्न सक्नुहुन्छ यो है त। यहाँ यो चाहिँ क्लिक गरेर तपाईँले राक्देन एकाउन्ट चाहिँ सोक्केनको एकाउन्ट बनाउन सक्नुहुन्छ। एकदम सजिलो छ है त। र राक्देन एकाउन्टको सोक्केन बनाएपछि यो भिडियो हेर्दै बनाउनु होला। बनाएपछि तपाईँले चाहिँ अब फेरि म फर्केँ यहाँ अनि राक्देन सोक्केनमा एकाउन्ट हुनेहरूले चाहिँ लगइन गर्नुहोस् है त। अनि एकाउन्ट नहुनेहरूले त्यहाँ म युट्युबमा हेर्दै बनाउनुहोस् र आएर लगइन गर्नुहोस्। अब तपाईँले यहाँ चाहिँ क्लिक गर्न पर्ने भनेको चाहिँ यहाँ है त, यो यहाँ क्लिक गरिदिनुहोस्। त्यसपछि तपाईँ क्लिक गरेपछि कोकुनाई खाबुसी कि क्लिक गरेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ यो आइपिओ भनेको छ, यो आइपिओमा क्लिक गरिदिनुहोस्। अब म पनि क्लिक गरेँ है त। आइपिओमा क्लिक गरेपछि चाहिँ यहाँ यस्तो इन्टरफेस आउँछ। यहाँ अहिले के को आइपिओ आएको छ भनेको छ, देखाएको छ। र यहाँ भनेको चाहिँ स्पेस एक्सको भनेर चाहिँ भनेको छ है त। यहाँ हेर्नुहोस् है, म यहाँ यो स्पेस एक्सको है त, यो चाहिँ स्पेस एक्सको छ। र योभन्दा अलिकति तल गयो भने चाहिँ यहाँ अहिले अर्को लिङ्क एक्स, यो टेक्नोलोजी सम्बन्धी नै हो, टेक्नोलोजी सम्बन्धीको आइपिओ छ। यो पनि म एप्लाई गर्छु। अब यसको लागि तपाईँले, म यहीबाट स्टार्ट गरेँ, लिङ्क एक्सबाटै स्टार्ट गरेँ। बुक बिल्डिङमा चाहिँ मौसिकमी गर्नुपर्छ जापानमा आइपिओ एप्लाई गर्नको लागि। यहाँ क्लिक गरेँ मैले। यहाँ क्लिक गरेपछि यहाँ अब तल तल स्क्रोल गरेपछि तपाईँको चाहिँ यहाँ यो रातोमा क्लिक गरेर नेक्स्ट गरिदिनुहोस्। नेक्स्ट गरेपछि तपाईँले चाहिँ यहाँ जापानमा 100 किताबाट मात्र लिन पाइन्छ, एप्लाई गर्न पाइन्छ। त्यही भएर 100 किता मैले ओके गरेँ। अनि प्राइस भनेको यसको 730 देखि 790सम्म हुनसक्छ भनेको छ। मैले यो फर्स्ट जति फिक्स हुन्छ त्यति नै ओके भनेर भने सिलेक्ट गरेँ। तपाईँले नि यही सिलेक्ट गर्नु होला। यसको लागि मलाई चाहिने पैसा भनेको चाहिँ 79,000 भनेको छ, 79,000। यसको लट्री भनेको चाहिँ 6 महिना 12 तारिकमा आउँछ भनेको छ है त। यति गरेपछि चाहिँ तपाईँले यहाँ रातोमा क्लिक गरेर अब खाकुनिन गर्नुहोस् है त। खाकुनिन गरेपछि यहाँ खाकुनिन गर्ने ठाउँमा अब यहाँ लेखेको छ, अब यो कुन कम्पनी हो भनेर लेखेको छ। यहाँ हेर्न सक्नुहुन्छ। मैले एप्लाई गरेँ 100 किता, अनि फिक्स प्राइस जति फिक्स प्राइस हुन्छ त्यति हो, 730 र 790 को बिचमा जति फिक्स हुन्छ त्यतिमै भनेको छु। अनि मलाई अब यो लट्री हुने दिनसम्म चाहिँ मलाई चाहिने पैसा मेरो ब्याङ्क यो सोक्केन एकाउन्ट है त, ब्रोकर एकाउन्टमा चाहिँ 79,000 चाहिँ हुनै पर्छ भनेको छ। र अब यति भएपछि चाहिँ मैले यहाँ तल स्क्रोल गरेँ। अब यहाँ एउटा तपाईँको आन्सो बाङ्गो सेक्युरिटी कोड हुन्छ, यहाँ क्लिक गरेर अनि यो मौसिकमीमा क्लिक गरिदिन्छु है त। म पनि, तपाईँहरू पनि गर्नुहोस् है, यसको एप्लाई गरिदिनुहुन्छ भने। यति भएपछि मैले कोड हालेपछि चाहिँ अब मौसिकमीमा क्लिक गरेँ है त। अनि आन्सोबाङ्गो माचिगात्तेमास भनेको रहेछ। म फेरि एकचोटि चाहिँ आन्सोबाङ्गो, अब मौसिकमीमा क्लिक गरेँ मैले। र यति भएपछि चाहिँ बुक बिल्डिङ चाहिँ मौसिकमी उकेचुके मास्ता भनेर यहाँ देखाएको छ। हेर्नुहोस् है त, यहाँ देखाएको छ नि होइन, बुक बिल्डिङ भनेर उकेचुके मास्ता। यति भएपछि चाहिँ भयो है त। यहाँ भनेको छ अब तपाईँले चाहिँ, मैले અહીં पैसा 79,000 है त, 79,000 चाहिँ 6 महिना 12 को 6 बजे भित्रमा चाहिँ तपाईँको एकाउन्टमा चाहिँ हुनैपर्छ है त। त्यति बेला चाहिँ हुनैपर्छ। अनि यसको रिजल्ट भनेको चाहिँ 6 महिना 12 को हेर्न सक्नुहुन्छ 6 बजेपछि चाहिँ आउँछ भनेको छ। यसको चाहिँ तपाईँलाई पर्यो परेन भन्ने कुरा चाहिँ तपाईँको इमेलमा चाहिँ आउँछ। यति भएपछि सक्यो। अब भनेको तपाईँको 6 महिना 12 सम्म चाहिँ तपाईँको एकाउन्टमा पैसा हुनु पर्यो कति 79,000 है त। यति हो, सजिलो छ। अब हामी नेक्स्ट स्पेस एक्सतिर चाहिँ लागौँ है त। फेरि मैले आइपिओ भन्नेमा सिलेक्ट गरेँ र अब स्पेस एक्समा यहाँ हेर्नुहोस् है, यहाँ क्लिक गरेँ मैले, यहाँ क्लिक गरेँ है त मैले।
अब यहाँ क्लिक गरेपछि यहाँ भनेको छ SpaceX को पनि त्यस्तै छ। अब 3 दिन बाँकी छ यसको भनेको छ र बुक बिल्डिङ चाहिँ यहाँ छ हेर्नुहोस् है त। अब यहाँ पनि सेम बुक बिल्डिङमा मैले क्लिक गरेँ है त र यसको क्लिक गरेँ मैले। अब क्लिक गरेपछि यहाँ यस्तो ऐको जस्तै आयो। नेक्स्ट जाने अनि यो रातोमा क्लिक गरिदिने है त। अनि त्यसपछि यहाँ बटनमा क्लिक गर भनेको रहेछ। ओके यहाँ बटनमा क्लिक गरेँ, यहाँ चेक गर भनेको रहेछ। अनि त्यसपछि नेक्स्ट गरेँ है त। अब यसको पढ्नुहोस् र नेक्स्ट गरिदिनुहोस् SpaceX को बारेमा। अब यो पढ्नु छ भने यसको बारेमा पढ्नुहोस् अनि नेक्स्ट गरिदिनुहोस्। अनि त्यसपछि चाहिँ यसमा चेक लाएर खान्द्रियो गरिदिनुहोस्। अब यति भएपछि अब तपाईँले चाहिँ यसलाई चाहिँ 3 लाख कितासम्म चाहिँ एप्लाई गर्न मिल्दो रहेछ हेर्नुहोस् है त। अब यहाँ भनेको छ यसलाई चाहिँ के गरौँ भने हेर्नुहोस् है ल। अब यहाँ है त यो अमेरिकामा हुँदैछ यसको चाहिँ SpaceX को चाहिँ। र यसको भनेको चाहिँ $135 भनेको छ है त एक किताब बराबर। र हामीले चाहिँ अब मौसिकमी गर्ने भनेको 1 खाबुबाट पनि मिल्दो रहेछ, 1 खाबुबाट पनि। अब तपाईँ कति एप्लाई गर्नुहुन्छ त्यति लेख्नुहोस्। मैले चाहिँ 50 लेखिदिन्छु है त। 50 खाबु मैले लेख्थेँ है त। र यो भनेको चाहिँ निसा पनि मिल्दो रहेछ एकाउन्ट है त। मेरो निसामा चाहिँ पैसा छैन, सो 2100 मात्र छ। यहाँ देख्न सक्नुहुन्छ मैले युज गरिसकेँ। तपाईसँग निसा एकाउन्ट छ भने निसा एकाउन्ट चाहिँ तपाईँले युज गर्नुहोला ओसुसुमे। किन भन्दाखेरि यो भनेको चाहिँ तपाईँको ट्याक्स लाग्दैन है त। र त्यही भएर मैले चाहिँ यहाँ अब मेरोमा छैन, सो त्यहीमा यो सिलेक्ट गरेँ है त। अब मलाई चाहिने पैसा भनेको चाहिँ कति लाग्छ भनेको छ 11,37,437 जति लाग्छ भनेको छ। अहिले मेरो ब्याङ्कमा जम्मा 94,000 मात्र छ। यहाँ हेर्न सक्नुहुन्छ है त। यति पैसा लाग्छ। अब यो पनि 6 महिना 12 सम्म रहेछ है त। ऐको पनि 6 महिना 12 नै थियो क्या सायद। यति भएपछि अब 6 महिना 12 सम्ममा चाहिँ मेरो 11,37,000 यति पैसा हुनैपर्छ है त ब्याङ्कमा। र अब मैले मौसिकमी खाकुनिन गर्छु यसमा। यहाँ क्लिक गरेँ मैले। अब तपाईँहरू पनि गर्नु होला। गरेँ। यति गरेपछि चाहिँ मैले 50 किता यति यति भनेर यहाँ मेरो डिटेल्स आएको छ। मलाई चाहिने पैसा भनेर चाहिँ अब यहाँ आएको छ। यहाँ हेर्न सक्नुहुन्छ 50 किता। अनि यो जति $135 हो, $135 भनेको छु मैले। र अब यति भएपछि चाहिँ तपाईँले तल जानुहोस् है त। सजिलो छ, गाह्रो छैन केही पनि। अब यहाँ ऐको जस्तै यहाँ आन्सोबाङ्गो तपाईँले चाहिँ आन्सोबाङ्गो लेख्नुपर्ने हुन्छ। यहाँ लेख्नुहोस् अनि त्यसपछि मौसिकमीमा क्लिक गरिदिनुहोस्। र अनि 6 महिना 12 भित्रमा चाहिँ त्यहाँ भनेको पैसा तपाईँले राख्न सक्नुहुन्छ है त। राख्नुपर्छ। ल अब मैले एकचोटि स्टप गरेर आन्सोबाङ्गो राख। यति भएपछि मैले मौसिकमीमा क्लिक गरेँ है त। ओके यति भएपछि उकेचुकेमा स्था भनेको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। ल ओके यति भएपछि चाहिँ तपाईँको चाहिँ यहाँ हेर्नुहोस् उकेचुकेमा स्था भनेको छ है त। र पैसा भनेको यहाँ हेर्नुहोस् 6 महिना 12 तारिकको 6 बजेसम्म चाहिँ पैसा लाग्ने पैसा चाहिँ तपाईँले चाहिँ राख्नुपर्ने हुन्छ तपाईँको ब्रोकर एकाउन्टमा। ब्रोकर एकाउन्टमा पैसा राख्न पनि सजिलै छ है त। अनि त्यसपछि चाहिँ तपाईँको रिजल्ट भनेको हेर्नुहोस् 6 महिना 12 6 बजेपछि भनेको छ। यो पनि इमेलमा आउँछ। यति हो, सजिलो छ है त। अन्तिमसम्म हेरिदिनु भयो। तपाईँले पनि यसरी नै बुक बिल्डिङमा मौसिकमी गर्नुहोस्। त्यसपछि तपाईँको चाहिँ अनि लाग्ने पैसा चाहिँ अब 6 महिना 12 तारिकसम्म चाहिँ अनि तपाईँको ब्रोकर एकाउन्टमा पैसा हाल्नुहोस्। त्यसपछि चाहिँ अनि पर्यो भने तपाईँले किन्ने, परेन भने तपाईँको पैसा त्यत्तिकै हुन्छ, तपाईँलाई फिर्ता आउँछ तपाईँको ब्रोकर एकाउन्टमा है त। र यस्तै स्टक मार्केट क्रिप्टोदेखि लिएर अनि त्यसपछि अरू धेरै कुरा जापानको बारेमा थाहा पाउनको लागि मलाई चाहिँ अब फलो गर्नुहोस् है, सब्सक्राइब गर्नुहोस् कहाँबाट हेर्दै हुनुहुन्छ। अनि त्यसपछि तपाईँले चाहिँ अर्को कुरा भनेको चाहिँ तपाईँ चाहिँ जापानमा बसेर थोरै थोरै एक्स्ट्रा इन्कम गर्न चाहनुहुन्छ भने हाम्रो टेलिग्राम ग्रुप पनि छ। टेलिग्राम ग्रुप छ। यसको लिङ्क कहाँ पाउने भन्दाखेरि तपाईँ टिकटकमा जानुहोस् है त। तपाईँ कहाँ जानुहोस् भन्दाखेरि टिकटकमा जानुहोस्। टिकटकमा चाहिँ मेरो नाम छ, तपाईँले एक्स्ट्रा इन्कम विथ दिपजङ भन्ने है त। एक्स्ट्रा इन्कम विथ दिपजङ भन्ने छ। अनि त्यो दिपजङको चाहिँ तपाईँले क्लिक टु च्याट भन्ने प्रोफाइलमा जानुहोस्। अनि क्लिक टु च्याट छ
क्लिक टु च्याट हो त्यो भित्र चाहिँ मैले एउटा लिङ्क स्क्रोल तपाईँले क्लिक टु च्याटमा क्लिक गर्नु साथ देख्नु भएन है, स्क्रोल गर्दै माथि माथि जानुहोस् है, तल होइन माथि जानुहोस्। त्यहाँ तपाईँले अनि यस्तो या टेलिग्राम, मैले त्यहाँ चाहिँ कम्युनिटी भाइलेन्स लाग्छ भनेर टेलिग्राम यस्तो समथिङ है, टेलिग्राम लेखेको छु, तल लिङ्क छ। अनि त्यहाँबाट चाहिँ त्यो लिङ्क तपाईँले कपी गर्नुहोस् अनि ब्राउजरमा पेस्ट गरिदिनुहोस्। अनि पहिला चाहिँ टेलिग्राम डाउनलोड गर्नुहोस्, त्यहाँबाट जोइन हुनुभयो भने चाहिँ अहिले 1 करोड जित्ने चाहिँ प्रोग्राम पनि आएको छ। त्यहाँबाट तपाईँले थोरै पैसा पनि जित्न सक्नुहुन्छ है त। पार्टिसिपेट हुनुहोला, त्यहाँ पार्टिसिपेट भएपछि बिस्तारै बुझ्नुहुन्छ। अलरेडी धेरैजना साथीहरू चाहिँ पार्टिसिपेट हुनुहुन्छ र मलाई फलो गर्नुहोला, बुझ्नु भएन कमेन्ट गर्नुहोला। सबैजनालाई अल द बेस्ट है त। थ्याङ्क यू सो मच।